चारैतिर हरियाली, खुल्ला आकाश, प्राकृतिक सौन्दर्यले भरिएको ठाउँ, शान्त वातावरण। यो हो न्युजिल्यान्ड। न्युजिल्यान्डको एउटा गाउँ टिपुके भन्ने ठाउँ। साथीहरू, आज म तपाईँहरूलाई न्युजिल्यान्डको यो टिपुके भन्ने ठाउँ घुमाउँदैछु। साथै न्युजिल्यान्डको हावापानी चाहिँ एकै दिनमा 4 सिजन, गर्मी, जाडो, बर्खा, होइन, यो खालको चाहिँ अनुभव कसरी गर्न सकिन्छ त्यो पनि देखाउने छु। र न्युजिल्यान्डको अर्थतन्त्रको धरोहर, प्रमुख प्रसिद्ध किवी फ्रुट फार्म, यहाँको डेरी प्रोडक्ट, गाई फार्म, त्यो पनि देखाउने छु। त्यसको बारेमा पनि भन्ने छु। भिडियो एकदमै गजब हुनेवाला छ। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला साथीहरू, है त। साथीहरू, तपाईँहरूलाई स्वागत छ यायावरमा। म छु तपाईँहरूको साथमा प्रेम। आज चाहिँ म घुम्दै यो एउटा पार्कमा आएको छु। तपाईँहरू देख्न सक्नुहुन्छ पार्क चाहिँ यहाँको ठाउँमा चाहिँ हरेक 500 मिटरको फरकमा चाहिँ लगभग पार्कहरू हुन्छ। यहाँनिर चाहिँ यो खालको पार्क एकदमै हरियाली छ, एकदमै खुला ठाउँ, होइन। यहाँ चाहिँ एकदमै फ्रेस हावा लिन पाइन्छ। र जस अब परिवार हुनेहरूको लागि चाहिँ यहाँ बच्चाहरूको लागि खेल्ने ठाउँ पनि छ। यहाँनिर साइक्लिङहरू गर्ने, होइन। अनि तपाईँहरूलाई म देखाउँछु। यहाँनिर चाहिँ यो हरेक पार्कमा चाहिँ यहाँको जस नगरपालिका काउन्सिलले चाहिँ यसरी यहाँ जस आउनेहरूलाई चाहिँ खाना अथवा बार्बिक्यू गरेर खानेको लागि चाहिँ बार्बिक्यू पनि बनाइदिएको हुन्छ, होइन। यो चाहिँ सम्पूर्ण कुराहरू फ्री हो यहाँनिर, होइन। यहाँनिर चाहिँ तताएर अथवा जस गरेर हिट गरेर खान मिल्छ। अनि यहाँनिर चाहिँ प्रत्येक ठाउँमा यसरी एउटा पानी खानको लागि चाहिँ सुविधा को लागि चाहिँ यसरी तल खुट्टाले थिचेर यो तल बोतल थाप्नको लागि हो यो चाहिँ। र यो चाहिँ मुख खानको लागि चाहिँ यसरी मुखबाट खानको लागि चाहिँ यसरी खाने पनि यसरी चाहिँ खान सकिन्छ, सजिलो हुन्छ। र यतापट्टि भनेको चाहिँ बच्चाहरू खेल्नको लागेको यता पार्किङ हो। यहाँनिर चाहिँ यसो बाहिरबाट आउने ब्याकप्याकर्सहरू, होइन, सर्ट टाइमको लागि आउने, क्याराभ्यानतिर आउने र चाहिँ बस्नुको लागि उनीहरूको लागि पनि खास सजिलो बनाइदिएको हो। यहाँनिर उनीहरू क्याराभ्यान त्यहाँनिर हुन्छ, बस्नुको लागि त्यहाँ भयो भने उनीहरूले पकाएर खाना अथवा पानीको लागि त्यो हुन्छ भने यतापट्टि चाहिँ टोइलेट हुन्छ। यो एउटा स्मार्ट टोइलेट भनौँ न, आधुनिक टोइलेट यहाँनिर। यो चाहिँ पब्लिकको लागि आधुनिक टोइलेट। यहाँ चाहिँ के हुन्छ भने यो भ्याकेन्ट भनेको चाहिँ निलो भनेको चाहिँ यो खाली छ भन्ने कुरा बुझ्नु पर्यो, होइन। जब मान्छे इन्टर भयो, भित्र पस्छ, त्यसपछि चाहिँ अकुपाई भयो भने चाहिँ यहाँ रातो बत्ती बल्छ, होइन। अनि क्लोज, यो चाहिँ अब क्लोज छ अथवा केही समयको लागि क्लोज छ भन्यो भने चाहिँ, बन्द छ भने चाहिँ यहाँ बत्ती बल्छ, है। जस्तो यो सपोज अब अहिले खुल्ला छ। अब अहिले म यहाँ भित्र पसेँ भने अब यो यसरी चाहिँ फेरि भएपछि चाहिँ यसरी बत्ती भलो। ओके।
पार्कमा चाहिँ यसरी यहाँनिर हिँड्नको लागि चाहिँ सजिलो हुनको लागि चाहिँ यसरी ट्र्याक बनाइदिएको हुन्छ। यहाँ चाहिँ मान्छे आएर वरिपरि घुम्नको लागि पनि त्यो ट्र्याकमा यसरी बनाइदिएको हुन्छ बाटोहरू। यसरी वक गर्नको लागि हो खास। अब यो एउटा रुखको ठाउँमा चाहिँ यो बस्नको लागि चाहिँ फलैचा भन्दा पनि भन्छ यसलाई होइन। यसरी चाहिँ ठ्याक्क रुखको ठाउँमा चाहिँ यसरी बस्न पनि पाइयो। आएर बसेर कफी खाँदा पनि भयो होइन। आनन्दले चाहिँ यो रुखको एउटा शीतल छाया पनि लिन पाइयो। यहाँ र यसको छेउमा यो खासै एकदमै ठुलो एरिया छ। लगभग यो नेपालको झन्डै 1.5 बिघा नै जमिन होला यहाँनिर। यहाँनिर चाहिँ एउटा सानो खोला छ, एउटा पुल छ। यो पारिपट्टि पनि यो पार्कै हो भने यो वारिपट्टि पनि पार्कै छ। यहाँ बिचमा चाहिँ यसरी सानो खोला छ। खोला पनि एकदमै सफा देखिन्छ यहाँनिर। कुनै प्रकारको फोहोरहरू यहाँ गर्नलाई मनाइ पनि छ र यहाँ प्रायः गर्दा पनि गर्दैनन् होइन। एकदमै सफा एकदमै क्रिस्टल क्लियर देखिने चाहिँ पानी देखिन्छ यहाँनिर। यो पारी पनि पार्कै छ बस्नको लागि। यसरी यहाँ सानो सानो पुल बनाइदिएको छ। एकदमै राम्रो, एकदमै सुन्दर। यसरी ठुला रुखहरू चाहिँ यहाँनिर छ। फुर्सदको समय अथवा बिहानको अथवा बेलुकाको समय एकैछिन यहाँ आएर बस्दा पनि धेरै लाभदायक वातावरण छ यहाँको। र साथै आफ्नो साइकल छ भने पनि साइक्लिङ गर्दा पनि भयो। ट्र्याकमा लिएर कुदाउँदाखेरि पनि फरक पर्दैन यहाँनिर, त्यो पनि गर्न सकिन्छ। न्युजिल्यान्ड 2 टापुले बनेको देश हो। एक नर्थ आइल्यान्ड र अर्को साउथ आइल्यान्ड। नर्थ आइल्यान्डको बे अफ प्लेन्टी क्षेत्रको एक ठाउँको नाम हो टिपुके। 2 टापुलाई समुद्र अर्थात् प्रशान्त महासागरले घेरिए तापनि यो भित्रै भौगोलिक विविधता पाइन्छ, किनभने यहाँनिर विभिन्न ठुला प्रकारका पहाड तथा हिमालहरू पाइन्छन्। त्यसै कारणले गर्दाखेरि न्युजिल्यान्डलाई एकै दिनमा 4 मौसम बदलिने ठाउँ पनि भनिन्छ। अर्थात् बिहान घाम लाग्छ, दिउँसो बादल आउँछ, हावा आउँछ, बेलुकी पानी पर्छ र राति चिसो हुन्छ। किन यस्तो हुन्छ भन्दाखेरि न्युजिल्यान्ड समुद्रले घेरिएको देश हो। यहाँ हावा छिटो चल्छ, पहाडले मौसम तुरुन्त बदल्छ र तातो र चिसो हावा मिसिन्छ। त्यसै कारणले गर्दाखेरि यहाँको मौसम छिनछिनमै परिवर्तन भइरहेको हुन्छ। त्यही भएर एक दिनमा 4 सिजन देख्न पाइन्छ भनेर न्युजिल्यान्डलाई भनिन्छ। साथीहरू आउनुहोस्, अब म तपाईहरूलाई यहाँका घरहरू देखाउने छु। यहाँका घरहरू एकदमै सफा, व्यवस्थित र मोडर्न डिजाइनमा बनेका हुन्छन्। प्राय सबै घरहरूमा सानो गार्डन र लन हुन्छ, जहाँ घाँस काटेर सफा राखिन्छ। न्युजिल्यान्डमा मानिसहरू आफ्नो घरको बाहिरी भाग पनि निकै राम्रोसँग मेन्टेन गर्छन्। नेपालसँग तुलना गर्दा यहाँको हाउसिङ सिस्टम निकै व्यवस्थित र योजनाबद्ध देखिन्छ।
शान्त वातावरणका कारण यहाँ बस्न निकै आरामदायी महसुस हुन्छ। अब तपाईँहरूलाई लैजान्छु म यहाँको सडक अर्थात् बाटोतर्फ। एकचोटि ध्यान दिनुहोस् त यहाँको सडकतिर। यहाँका सडकहरू निकै सफा र व्यवस्थित छन्। प्रदूषण त सायद छैन जत्तिकै लाग्छ हामीलाई, किनभने हावा धेरै सफा छ यहाँ। यहाँका मानिसहरू ट्राफिक रुल्स निकै कडाइका साथ पालना गर्छन्। यहाँनिर अनावश्यक हर्न पनि बजाउँदैनन्। यहाँ सायद गाडीको ट्राफिक निकै कम भएर पनि होला। एउटा भनाइ नै छ नि, न्युजिल्यान्डमा मानिसहरूको सङ्ख्याभन्दा धेरै गुणा यहाँको भेडाहरूको सङ्ख्या बढी छ भनेर पनि भनिन्छ। किनभने मानिसहरू लगभग 53 लाख छन् भने यहाँ भेडाको सङ्ख्या लगभग त्यसका 4-5 गुणा बढी 2.5 करोडदेखि 3 करोडको हाराहारीमा छ भन्ने पनि सुन्नमा आउँछ। अब म तपाईँहरूलाई लैजाँदैछु यहाँको काम अर्थात् यो देशले उत्पादन गर्ने वस्तुहरूमा पर्छ यो हो किवी फ्रुट। यसमा काम गर्ने मान्छेहरू धेरै हुन्छन्, जसमा नेपाली, इन्डियन, युरोपबाट आउने देशहरू, जापानिजहरू हुन्छन्, चाइनिजहरू हुन्छन्, फिलिपिनोदेखि लिएर विभिन्न विविधता बोकेका मानिसहरू यहाँ काम गर्छन्। म आफै पनि स्वयं यसमा काम गरिरहेको छु, किनभने यहाँ यो ठाउँ भनेको टिपुके भनेको किवी फ्रुट अफ क्यापिटल पनि भन्छ। यसलाई चाहिँ किवी फ्रुटको राजधानी भनेर पनि चिनिन्छ, किनभने यसमा विश्वको सबैभन्दा उत्कृष्ट किवीहरू यहाँ पाइन्छ। त्यो क्वालिटीका किवीहरू यहाँबाट विभिन्न देशहरू जस्तै अमेरिका, जापान, चाइना, हङकङदेखि लिएर चाहिँ तपाईँको चाहिँ मिडल इस्टका देशहरूमा पनि यहाँबाटै किवीहरू जाने गर्दछ। न्युजिल्यान्डको अर्थतन्त्र 5 देखि 10% किवी फ्रुटले धानेको छ भने यहाँनिर हजारौँदेखि लाखौँ सङ्ख्यामा विदेशबाट आएका नागरिकहरूले रोजगारी प्राप्त गरेका छन्। अब हामी आउँछौँ न्युजिल्यान्डको महत्त्वपूर्ण सेक्टर डेरी फार्मतिर। यहाँ तपाईँहरूले देख्न सक्नुहुन्छ ठुला ठुला खेतमा गाईहरू आरामसँग चरिरहेका छन्। न्युजिल्यान्डको डेरी इन्डस्ट्री विश्वकै प्रसिद्ध छ र यहाँ उत्पादन भएका दुध, बटर, चिज जस्ता सामानहरू विदेशमा निर्यात हुन्छन्। वास्तवमै भन्नुपर्दा न्युजिल्यान्डको अर्थतन्त्र 35 देखि 40% यही डेरी प्रोडक्टले धानेको छ। यहाँका गाईहरू प्राय ग्रास फिड अर्थात् प्राकृतिक घाँस मात्रै खानु, जसकोले दुधको क्वालिटी अझ राम्रो बनाउँछ। यो सेक्टरले देशको इकोनोमीमा ठुलो योगदान दिएको छ, विशेष गरी एक्सपोर्ट इन्कममा। र साथै यहाँनिर धेरै मात्रामा हजारौँदेखि लाखौँ मात्रामा मानिसहरूले रोजगार प्राप्त गरेका छन्। अझ साँच्चै भन्नुपर्दाखेरि जो गल्फ कन्ट्रीमा काम गरेका, अल्मोराई जस्ता कम्पनीहरूमा काम गरेका नेपाली मानिसहरूले पनि यहाँनिर सयौँ हजारौँ मात्रामा रोजगार प्राप्त गरेका छन्। साथीहरू, आजलाई भिडियो यति नै। तपाईँहरूलाई आजको भिडियो कस्तो लाग्यो प्रतिक्रिया दिनुहोला कमेन्टमा, र मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला, लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला भन्दै आजलाई बिदा चाहन्छु। सधैँ स्वस्थ रहनुहोला, व्यस्त रहनुहोला, मस्त रहनुहोला, सकारात्मक ऊर्जाका साथ काम गर्नुहोला भन्दै बिदा चाहन्छु। हस्त, नमस्ते।